So today we are going to discuss about the reason behind the anomalous expansion of water. First, we are going to discuss what is anomalous expansion. Generally, we know what is anomalous expansion of water, but we don't know actual reason behind the anomalous expansion of water. So we are going to discuss about the actual reason behind the anomalous expansion of water. So सुनमा हामीले थोरै ब्याकग्राउन्ड बुझ्न जरुरी हुन्छ. Normally when a substance is heated, substanceलाई हामीले heat, that is energy, दिम भने to expand गर्छ. किन भन्दाखेरि heat is a way of transfer of kinetic energy. When heat is given to the system, the kinetics energy of the molecules increases. That means the molecules are apart जाँदै जान्छन्. That's why volume increases. Or otherwise सोचौँ भने when heat is given, heat दिइन्छ भने हिटले गर्दाखेरि कुनै पनि मोलिक्युल एउटा फिक्स कन्फिगरेसनमा भएको हुन्छ, फिक्स एनर्जीमा स्टेबल रूपमा भएको हुन्छ. त्यसलाई हामीले एनर्जी दियौँ भने त्यो कन्फिगरेसनबाट बाहिर आउँछ. यानि त्यसको बन्ड जुन हुन्छ ऊ बिच मोलिक्युल्स बिचमा भएको बन्ड टुट्छ. त्यो बन्ड टुटेका कारणले चाहिँ मोलिक्युल्सहरू एक आपसमा अपार्ट जाँदै जान्छन्. उनीहरूको इन्टरमोलिकुलर डिस्टेन्स बढ्दै जान्छ. इन रिजल्ट एक्सपान्ड गर्ने गर्छ सब्स्टेन्स. बट anomalous expansion is different from this normal expansion due to heat. So यसमा के हुन्छ भन्दाखेरि जुन वाटर 0 डिग्री सेल्सियसमा छ उसले हामीले हिट दियौँ भने ऊ 0 डिग्रीदेखि 4 डिग्रीसम्म जाँदाखेरि नर्मल सब्स्टेन्स भए एक्सपान्ड गर्नुपर्ने थियो. तर ऊ चाहिँ यतिखेर कन्ट्र्याक्ट गर्छ. वाटर चाहिँ के गर्छ? कन्ट्र्याक्ट गर्छ up to 4 degree Celsius. And after 4 degree Celsius, when heat is given to the water, the normal expansion so गर्छ. यो अलिक पृथक डिफ्रेन्ट टाइप अफ एक्सपेन्सन नै हामी भन्छौँ एनामलस एक्सपेन्सन अफ वाटर. यसलाई रिभर्सली पनि सोच्दा हुन्छ. जुन 4 डिग्रीभन्दा बढीमा भएको वाटर छ त्यसलाई हामीले कुल डाउन गर्दाखेरि त्यसको भोल्युम के हुनुपर्ने थियो? कुल डाउन गर्दाखेरि त्यसको भोल्युम डिक्रिज हुनुपर्ने थियो. द्याट विल डिक्रिज. यस, but up to 4 degrees Celsius it will decrease. But after 4 degrees Celsius the volume of water will increase on cooling down too. This is also anomalous expansion of water. It means water को चाहिँ 4 degree Celsius मा चाहिँ मिनिमम भोल्युम र म्याक्सिमम डेन्सिटी हुन्छ अरे. किन हुन्छ त अरे मात्रै भनेर भयो त किन हुन्छ भन्ने कुरा हामी बुझ्न गइरहेको छौँ. सो एक्चुअल रिजन बिहाइन्ड दिस इज हाइड्रोजन बन्डिङ. हाइड्रोजन बन्डिङ, वाट इज हाइड्रोजन बन्डिङ? हाइड्रोजन बन्डिङ भनेको चाहिँ लेट्स एज्युम देयर इज एनी एटम ए. लेट्स एज्युम देयर इज एनी एटम ए विच इज बन्डेड विथ हाइड्रोजन. यस, एन्ड ए इज मोर इलेक्ट्रोनेगेटिभ देन हाइड्रोजन. इट मिन्स यसले चाहिँ आफ्नो इलेक्ट्रोनेगेटिभिटी गर्दाखेरि आफ्नो तर्फ के सार्ने भयो? हाइड्रोजनको इलेक्ट्रोन्स तान्ने भयो. मतलब यसमा सानो नेगेटिभ चार्ज आउने भयो, यसमा सानो पोजिटिभ चार्ज आउने भयो. अब यो पोजिटिभ चार्ज भइसकेपछि कुनै एउटा बी भन्ने के छ? एउटा बी भन्ने अर्को एटम छ जुनसँग लोन पेयर छ भने यो लोन पेयरलाई पोजिटिभ चार्जले तान्ने गर्छ. यो बन्ड भनौँ, यसलाई नै हामी भन्छौँ हाइड्रोजन बन्ड. जुन बन्ड एच र बीको बिचमा भनौँ यसलाई नै भन्छौँ हाइड्रोजन बन्ड. बट जेनरली मोलिक्युल्सहरू जुन हुन्छ दे आर इदर हाइड्रोजन बन्ड डोनर, जुनले हाइड्रोजन अफ देयर मोलिक्युल डोनेट गर्छ फर हाइड्रोजन बन्डिङ, अर हाइड्रोजन बन्ड एक्सेप्टर जुनले चाहिँ अर्को हाइड्रोजनलाई एक्सेप्ट गर्छ. बट वाटरको मोलिक्युलसँग यो डुअल प्रोपर्टी हुन्छ. यो दुइटै प्रोपर्टी वाटरले सो गर्छ. जस्तै वाटर इज टेट्राहेड्रल स्ट्रक्चर होइन, उसँग दुईवटा अक्सिजनको दुईवटा लोन पेयर हुन्छ. अब हाइड्रोजनभन्दा अक्सिजन इलेक्ट्रोनेगेटिभ हुन्छ. यानि अक्सिजनले ए को तर्फ पनि काम गर्यो तर अर्को वाटर छ, अर्को वाटरको मोलिक्युल छ फेरि. अब यो बी के छ? बीसँग बी इज अल्सो इलेक्ट्रोनेगेटिभ एटम विथ लोन पेयर भनेपछि उसले यसरी के बनायो?
हाइड्रोजन बन्ड बनायो हो, तर यो अहिले के भयो, यो डोनर भयो, यो एक्सेप्टर भयो, यो डोनर भयो, यो डोनर भयो, यो एक्सेप्टर भयो। दुइटै वाटरकै मोलिक्युल हो। दुइटै वाटरको मोलिक्युलले चाहिँ डोनर एक्सेप्टरको दुइटै काम गर्न सक्छ। त्यसरी नै अब यो हाइड्रोजन छ, यससँग लोन पेयर छ, यसले पनि यसरी हाइड्रोजन बन्ड बनाइदियो। सो यसले गर्दा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ आइस जुन हुन्छ, आइसमा नै किन भन्दैछु भन्दा किन भन्दाखेरि जब टेम्परेचर इन्क्रिज हुन्छ, जब टेम्परेचर इन्क्रिज हुन्छ तब इन्टरमोलिकुलर फोर्सेस लाइक हाइड्रोजन बन्ड इज अल्सो टाइप अफ इन्टरमोलिकुलर फोर्सेस द्याट विल break due to when energy is given. That's why for ice there is cage like structure, there is the formation of cage like structure. के भयो अरे, केज लाइक स्ट्रक्चर भयो। यसरी अक्सिजनको 6वटा एटमले एउटा केज बनाउँछन्, एउटा केज बनाउँछन् इन आइस, र बिचमा एउटा void हुन्छ, यानि void भनेको खाली स्पेस, एउटा स्पेस हुन्छ। त्यसले गर्दाखेरि आइसको डेन्सिटी चाहिँ वाटरको डेन्सिटी भन्दा कम हुन्छ, किनभने यहाँ फ्री स्पेस छ, यानि यसको भोल्युम बढी छ, भोल्युम बढी छ त डेन्सिटी कम छ। सो अब के हुन्छ भन्दाखेरि इन एनामलस एक्सपेन्सन अफ वाटरलाई हामी अब एनामलस एक्सपेन्सन अफ वाटरलाई हामी हाइड्रोजन बन्डको केसमा बुझ्नेछौँ। एउटा आइस छ, के छ, आइस छ 0 डिग्री सेल्सियसमा। अब वाटर बन्यो 0 डिग्री सेल्सियसमा। वाटर 0 डिग्री सेल्सियसमा हुँदाखेरि यसको केज लाइक स्ट्रक्चर घट्यो, केज लाइक स्ट्रक्चर के फुट्यो। अब यसलाई फेरि हामीले हिट गऱ्यौँ, पुरै फुटिसकेको छैन, अलिअलि फुट्यो होइन। यसको डेन्सिटी भन्दा यसको डेन्सिटी अलिकति ग्रेटर छ, अलिकति है, धेरै एकदम धेरै ग्रेटर पनि छैन, अलिकति ग्रेटर छ। अब यसलाई हिट गऱ्यौँ, हिट गरेपछि के भयो, हाइड्रोजन बन्ड ब्रेक भयो। यसमा हाइड्रोजन बन्ड प्रेजेन्टै छ, यसमा हाइड्रोजन बन्ड प्रेजेन्टै छ। अब हाइड्रोजन बन्ड ब्रेक हुन थाल्यो, हाइड्रोजन बन्ड ब्रेक हुन थाल्यो भनेपछि यो जुन स्पेस, खाली स्पेस थियो, अब यो स्पेस छैन, यो स्पेस छैन त हाइड्रोजन बन्ड ब्रेक गरेपछि के भयो, भोल्युम चाहिँ डिक्रिज भयो, भोल्युम के भयो, डिक्रिज भयो। सो वाटर जब 4 डिग्री सेल्सियसमा पुग्छ, 4 डिग्री सेल्सियसमा पुग्दाखेरि अल हाइड्रोजन बन्ड ब्रेक भइसकेको हुन्छ। अब अल हाइड्रोजन बन्ड ब्रेक भइसकेको हुन्छ। अब फेरि यसलाई हामीले हिट गऱ्यौँ भने, अब यसलाई फेरि हिट गऱ्यौँ भने नर्मल एक्सपेन्सन देखायो। अब चाहिँ यसले नर्मल खालको नर्मल थर्मल एक्सपेन्सन देखायो, यानि यसको बिचमा अरू इन्टरमोलिकुलर फोर्सेसहरू चाहिँ रहिरहेको छ, त्यो फुट्दै जान्छ, जति हिट दिँदै जान्छ त्यति नै एक्सप्यान्ड गर्दै जान्छ, र एउटा यस्तो स्टेज आउँछ कि यो भेपरमा कन्भर्ट हुन्छ। द्याट्स वाइ दिस इज द रिजन फर anomalous expansion of water, which is due to hydrogen bonding and 4 डिग्री सेल्सियसमा हाइड्रोजन बन्ड सबै ब्रेक भइसकेकोले केज भोइड कुनै पनि बाँकी हुँदैन, कुनै पनि फ्री स्पेस नहुँदाखेरि यसको भोल्युम सबैभन्दा मिनिमम हुन्छ इन 4 डिग्री सेल्सियस। एन्ड आफ्टर 4 डिग्री सेल्सियस नर्मल थर्मल एक्सपेन्सन हुँदै हुँदै गएपछि फेरि अरू भ्यान्डरवाल फोर्सेसहरू जुन हुन्छ मोलिक्युल बिचमा त्यो फुट्दै जान्छ, फेरि इन्टरमोलिकुलर डिस्टेन्स बढ्दै जान्छ र नर्मल थर्मल एक्सपेन्सन सो गर्छ आफ्टर 4 degree Celsius. But at 4 degree Celsius, the volume of water is minimum due to the breakage of all the hydrogen bond which are present in the ice and the lower degree Celsius वाला वाटरहरूमा। त्यसैले गर्दा चाहिँ 0 डिग्री 4 डिग्री सेल्सियसमा यसको डेन्सिटी पनि म्याक्सिमम, सुरुमा भोल्युम इज द मिनिमम, देन डेन्सिटी विल बी अटोमेटिकल्ली maximum, as density is inversely proportional to volume. Thank you.